हेलो नमस्कार साथीहरू। आज चाहिँ म मौरीको मह काड्न गइरहेको छु। यस्तो छ मौरीहरूको अवस्था, के कसो छ महको के कस्तो छ अवस्था, अन्तिमसम्म हेरेर साथ दिनु होला। मह 1300 पारेर छ 1300 पारेर मदानीमा हाल्ने होइन। हे त्यसो नगर न यार, के ज्यानको माया ज्यानको माया गर्नु पर्यो नि यार। चेपेर चिन्नु थालिसक्यो मलाई। त्यो एउटाले चिल्यो भने चाहिँ भ्याउन थाल्छ। बनाउँछ कि चिकन एउटाले चाहिँ चिलाउनु सबै डिटमा हालेको छ। सबैमा हालेको छ नि। यो त अस्ति नै भएको कि खासमा चाहिँ यो मैले बर्खा अरे गर्मी पर्खेकोमा त सबैमा हाल्यो भने कति 3-4 केजी 3-4 केजी त कन्फर्म हुन्छ। 6000 रुपियाँ एउटैबाट आइहाल्छ। ल्याङ्गे 6000 रुपियाँ आइहाल्छ। फेरि अहिले त सबै अर्डर छ, गइपाल्छ सबै। अर्डर कति हो कति चाहिँ 2 केजी आइसकिसक्यो। मात्रै छ भने ल्याइदियो भने मैले भने 2 केजी ल्याइदियो भनिरहेको जति होला काट्दा हुन्छ नि। दिउँसो चाहिँ बरु सकिँदैन। घाम चर्के लाग्दैन भने अलिक घाम चर्केको बेलामा त फेरि चर्कै हाल्छ। म त सबै बाहिर बसिबस्छ मुखाले कालो बनाएर हो अस्ति पनि बोलाएको छ मुनि हुन्छ। मुनि पनि भरि नै छ होला होइन। जान्दैन कि मुनि पनि त्यो खेतमा मुनि भरिएर त माथि तर मुनिको चाहिँ निकाल्दिनु हुँदैन होइन। मुनि प्रायः मुनिको त उनीहरूलाई चाहिएको थोरै थोरै राखेको हुन्छ। बच्चाको मासतिर हालेको हुन्छ। यो माथि चाहिँ मह मात्रै हाल्दो रहेछ नि फेरि। तर मिस्टेकले माउ माथि आयो भने त माथि पनि लाउँछ नि बच्चा। कुनैमा पस्छ। 5 है कतिवटा जम्मा छ 10वटा 10वटा एउटामा 700 ग्रामसम्म हुन्छ हौ। यसरी भयो भने त नि मौरीले त यो चाका शुद्ध 700 ग्रामसम्म हुन्छ। मान्छे त आधी केजी त कन्फर्म हुन्छ होला। यो त घाइते भएछ। यसरी गर्दाखेरि चाहिँ मौरी चाहिँ जो नमर्दो रहेछ। सुरक्षित अर्को डुडमा चाहिँ तिम्रो छ नि त्यस्तोमा त। अर्को त ढुट्टै माटै हुन्छ नि। काटेर निकाल्नु पर्यो। कति भुइँ भरि लडिरहेको हुन्छ नि। कति चेपेरै मर्छ त्यस्तोमा त। टालिनु थाल्यो हो। त्यसो बेला त दिन थाल्छ त। एउटाले दिएपछि भिडियो अफ गरेर भाग्नु पर्ला नि। होइन डर त होइन कि सुनिन्छ अनुहारतिर चाहिँ नभेटोस् कि अरू ठाउँ त हुन्छ। हो त्यही त समस्या त। घरमा हेर्न मन लाग्दैन। अरू ठाउँ त हो ठिकै कि मुखमा अनुहारतिर चाहिँ नभेटोस् कि। यस्तै छ भनेर पनि लगाएर लाउँदैन। जिउतिर त दबाई नै हुन्छ कि दिइहाले पनि। कतिवटा हाल्न मिल्छ यसमा चाहिँ? मेसिनमा चाहिँ कतिवटा हाल्न मिल्छ? 4टा। बाहिर खोलिदिनु पर्यो होला है। त्यो हल्का खुर्किन।
केजी त निस्किनु रहेछ यहाँ देखा न यता पनि ए भिडियो गर्नु त नजान्दो रहेछ जिउ यस्तै हुन्छ है असली सेरेना जातको मौरीको मह चाहिँ भन्ने भन्दा भन्दै ओठमा भयो झुन्डियो यो चाहिँ फेरि रोनको पहिचान है साथीहरू सबैमै भरेछ एउटामा मात्र एकपट्टि एउटा ढक्कन लगाएको निकालिसकेको भिडियो अफ अब एक यो चाहिँ अलिक छिप्पेको यो चाहिँ गरम छ क्या हौ धेरै धेरै मह भएको यिनीहरू चाहिँ ओइ 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 मलाई नछो है किन मेरो नयाँ काट्ने र काट्दैन त यार ए भन्नुपर्ने साँच्ची अस्ति सुतेको रहेछ त्यस्तै भएको एकछिन रहन्छ ल हाय गाइसहरु मह निकाल्ने काम भइरहेछ ए भित्तामा टाँसिँदै निस्किँदो रहेछ नि त नि हजुर त्योभन्दा धेरै पनि उयो गर्नु हो झट्कारेर काटै झट्टै खुस्नु छिटो गरौँ भने भरे हलुङ हलुङ हुँदै गएपछि चाहिँ त्यसरी यो मह त धइसक्नु त भोलिसम्म लाग्दैन तल फेक्न पुग्नु अनि किन निकालेर लाउनु बटनमा यस्तै भिडियो पनि लाउनु है यति नै मेरो त भिडियो पठाउने क्या यसरी बनाउँछ तुरे भनेको नि निस्क्यो होला निस्क्यो नि अब तपाईँ ढेउ गरेन त ठुलो दामी सेट आयो आउनु थाल्यो है मौरी एउटा आएपछि त